Hello and welcome back with another video in Goldrian Studio. Today we are going to learn how to draw a typical Nepali house. हाउस चाहिँ हाम्रो खरको छाना हुने भएको भएर हामीले खरको इफेक्ट दिनको लागि लाइनिङ गरेको छौँ। स्केल प्रायले युज नगर्नु होला। सरले त मार्करले बनाउनु भएको छ भनेर साइन पेनले नबनाउनु, सबैजनाले पेन्सिलले नै बनाउनु। क्लासमा हामीले बनाएकै ड्रइङ हो यो, त्यसैलाई नै अलिकति कसरी हुन्छ कलरिङ गर्ने भन्ने हिसाबले यो भिडियो बनाउँदैछु। अन्तिमसम्म भिडियो हेरिदिनु होला। भिडियो कस्तो लाग्छ अथवा ड्रइङ कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला। हाम्रो हाउस पनि रेडी भयो। हाउसको अगाडिपट्टिको सानो स्मल गोठ पनि रेडी भयो। गोठभन्दा पछाडिपट्टि छ हाम्रो परालको टौवा र ब्याकग्राउन्डलाई अलिकति इन्गेज गराउनको लागि चाहिँ मैले ट्री बनाउँदैछु। ट्री बनाउन एकदम इजी छ। जुन हामीले यसमा डब्लु र एम बनाउँछौँ त्यसलाई चाहिँ बिस्तारै कट गर्दै गर्दै गएर बिस्तारै बनाउने हो। हाम्रो यो राइट साइडमा पनि अलिकति स्पेस बाँकी रहेको भएर यता पनि अर्को एउटा हाउसभन्दा पछाडिपट्टि एउटा ट्री। यो भिडियोमा चाहिँ हामीले ड्रइङ मात्रै गरेका छौँ। अब नेक्स्ट भिडियोमा चाहिँ अब यही ड्रइङलाई कसरी कलरिङ गर्ने भनेर छिट्टै नै हाल्दैछु। स्टे ट्युन। डोन्ट फर्गेट टु लाइक, कमेन्ट एन्ड सब्सक्राइब द च्यानल।